ल है हजुर, गुड मर्निङ, नमस्कार। म चाहिँ सुटिङमा जानको लागि रेडी भएर बसेको छु। गाडी आउने बेला भइसक्यो, उठ्न गाह्रो भइरहेछ यो चिसोमा। बिहानै उठेर जानुपर्छ, यति बेला 6 बजिसकेको छ। अब गाडी चाहिँ बस पार्कबाट हिँडिसक्यो। हामी काभ्रे जिल्लाको पाँचखाल सुटिङमा जाँदैछौँ। चिसो छ, बाइकमा जानुपर्छ, उठ्न अल्छी लागिरहेछ। यहाँहरूलाई म आज सुटिङका रिपोर्टहरू, सुटिङका झलकहरू देखाएर हाल्नेछु। सबैजनाले यो च्यानललाई सब्सक्राइब गरिदिँदै गर्न होला है हजुर। अहिलेलाई चाहिँ म हिँडेँ। ओ संस्कृति, सुतिरा उठ्नु पर्दैन, पढ्नु पर्दैन उठेर। ल म सुटिङमा हिँडेँ। कहाँ लुक्या बाई गरेँ के ल, उठ न ल बाई बाई। उठेर पढ्नु पर्दैन। ल पढेर बस्छ, म हिँडेँ है, गएँ है। ल बाई। ल हजुर, म चाहिँ हिँडेँ है। ल म हिँडेँ के बाई गर्दै के। बाइकमा मजा नि हो होइन के सन्जु जान्छ भने हैन कि म गाडीमा जान्छु, चिसो छ। त गाडीमा आइज ल सम्झेर म उठ जान्छु कि अझै हामीलाई राम्रो बनाउने मान्छे एकम म्यान हुन्छ म। नमस्कार सर। नमस्कार नमस्कार हजुर। सबैलाई नमस्कार है। ल बसौँ बसौँ। गुड मर्निङ हजुर। गुड मर्निङ हजुर। गुड मर्निङ। कहाँ बसौँ? रोजी रोजी छ है जहाँ बसे पनि। यहाँ बस्छु कि म हो, यो निकालेर झोला पछाडि राखौँ। राखिदिनु त यो। भिडियो पनि खिचिरहेको छु। ल जाउँ, ढोका लगाउँ त। मोहन सर ढोका। मोहन दाइ के छ? ठीक छु कस्तो भएर हजुर टोटा छु? ठीक छ जाउँ, ढोका ढोका तान्ने। मिलन ढोका लाग्यो ए आइको दाइ तबाट चकलेट पुस्तका लानु छ? चकलेट पुस्तका दाइ नमस्कार। कुनै चकलेटहरु? दाइ नमस्कार। नमस्ते। ओ दाइ नमस्ते। नमस्कार सबैजनालाई। हाम्रो भटभटे माइला च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। हामी सुटिङमा काभ्रे जाँदैछौँ। सुटिङमा अहिले काभ्रे जाँदैछु। गाह्रो छ जिन्दगी सुटिङमा। यस्तो चाहिँ कलाकारको हात देखिहाल्छ। कति मिहिनेत गर्छ, कति दुःख गर्छ तपाईँहरूलाई मनोरञ्जन दिनको लागि, तपाईँलाई सन्देश दिनको लागि। यस्तै छ हेर्नुहोस्, तपाईँहरूकै मायाले गर्दा हामी यसरी दुःख गरेर पनि हामीलाई एउटा प्रकारको ऊर्जा आउने हो। धन्यवाद। अब गाडीमा बसेँ। हस्, हजुरलाई त बोल्नु भन्नै बिर्सेछु। ए हजुर नमस्कार फेरि पनि। अनि आजबाट चाहिँ हाम्रो नयाँ स्केड्युल सुरु भएको छ। पहिला चाहिँ काठमाडौँमै आउजाउ गरेर सुटिङ गरिन्थ्यो, तर अब चाहिँ हामी एउटा सुरुमा बाहिर जान्थ्यौँ, बिचमा सुरुमा बाहिर जान्थ्यौँ, फेरि बिचमा काठमाडौँमै आउजाउ गरिन्थ्यो। अब फेरि हाम्रो परिवार गाह्रो छ परिवार चाहिँ फेरि काभ्रेमा गएर बस्ने गरी सुट गर्दैछौँ। अनि त्यही हो, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। गाह्रो छ जिन्दगीलाई धेरै माया पाउन थालेको छौँ हामीले, अझ धेरै चाहिन्छ। हेलो हेलो, कता हुन्छ चित्र? मास्क खोलिदिनु न। मास्क खोलिसक्नु त भएको छैन, कस्तो हामीले हक गर्ने कि
Oh my god. खै ढोकै आउनु न त ल माइला सर आउनुभयो धेरै पछि स्वागत छ नमस्कार नमस्कार यता केही भन्नु छ के हो नि यहाँ नमस्ते दिदी दिदी दादा नमस्ते नमस्ते ल ढोका लगाऊ ढोका लगभग गाडीमा बस्ने जति सबैजना बसिसक्नुभयो अब हामी चाहिँ द्रुत गतिमा सुटिङ स्पटमा हिँडिसक्यौँ कोही बाइकमा आउँदै हुनुहुन्छ कोही चाहिँ भोलि आउनुहुन्छ कोही चाहिँ पर्सि आउनुहुन्छ किनकि हाम्रो सुटिङ 3-4 दिन उतै हुन्छ अब यहाँहरूले गाह्रो छ जिन्दगीलाई माया गरिदिइरहनु भएको छ म झन् माया गर्दिनँ होला झरौँ झरौँ तपाईँ यता हो सर उता यतै कहाँको पात यो हजुर नमस्कार हजुर फेरि हामी अब अहिले यो लोकेसनमा आइपुग्यौँ गाह्रो छ जिन्दगीको लोकेसन भ्यू चाहिँ राम्रो छ अब ल हिमालको नजिक आइपुगेका छौँ अब सुरु हुन्छ हामी आगामी एपिसोडहरूमा चाहिँ हिमाल सहित देखाउनेछौँ प्रतीक्षा गर्नु होला हेर्नु होला माया गर्नु होला हामी लोकेसनमा आइपुग्यो अब खाजा खाएर मेकअप गरेर सुटिङ सुरु हुन्छ त्यसपछि यहाँहरूलाई सबै देखाउँदै जानेछु उहाँहरू चाहिँ यो गाउँको मान्छेहरू हुनुहुन्छ नमस्कार हजुर सबैजनालाई हजुरहरूको गाउँमा सुटिङ गर्न आइएको छ कस्तो लागेको छ स्वागत छ तपाईहरु सबै सुटिङ टिमलाई हस् धन्यवाद अब सुटिङ सुरु गर्छौँ है हस् उहाँ चाहिँ हाम्रो नारायण ढकाल होइन उहाँ हुनुहुन्छ हामीलाई यहाँ सुटिङमा बोलाउने दाइ हुनुहुन्छ सामानहरु कता राख्नु केही भन्नु छ दाइ
पछि नै कुरा गरौँला। अहिले भर्खर आउनु भएको छ, तपाईँहरूलाई एकदम हार्दिकतापूर्वक स्वागत छ यो गाउँमा। हस् राम्रोसँग सुटिङ गर्नुहोस्। नमस्ते म्याम। हजुर दाईहरू सबैजना नमस्कार 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 दिजु नमस्कार नमस्कार तिम्रो नमस्ते भन्नु छोरी नमस्ते सबैलाई नमस्कार नमस्कार है मेरो सर पूजा यहीँ पूजा गरेर गयो नि खै त केही मन्त्र सन्त्र केही भन्नु न तपाईँ। नमस्कार दिजु हामी कस्तो मन मनायो र भन्नु न। ल पोज कुलदीप सर होइन पूजा त गरौँ न। क्यामेराको फ्रेममा धेरै उ भयो कि ल रोल एक्सन। रेडी मोड स्मॉल पोजिशन पोजिशन दे पोजिशन रोल एक्सन। हातमा पेलेमा फोटो पुर्याएर तेरो नाममा तपाईँ म एक्सन। मलाई मात्रै नभएर तँलाई पनि यो अवस्थामा पुर्यो। अझ भएन भनेर तेरो नाममा भएको सारा सम्पत्ति मेरो नाममा पार्छु भन्दै हिँडिरहेको थियो। सर तेरो नाममा भएको सारा सम्पत्ति आफ्नो नाममा। ए ल रोल एक्सन। मलाई कहिले उभो लाग्न नदिने भयो। मलाई मात्रै नभएर तँलाई पनि यो अवस्थामा पुर्याइदियो। अझ भएन भनेर तेरो नाममा भएको सम्पत्ति मेरो नाममा पार्छु भन्दै हिँडिरहेको थियो। सम्पत्तिमा पनि गयो। तेरो नाममा भएको सम्पत्ति आफ्नो नाममा पार्छु भनेर हिँड्दा बनाउनु लागि नाममा भएको सम्पत्ति आफ्नो नाममा बनाउँछु भन्दै हिँडिरहेको थियो। ल रेडी मोड लागिरहेछ। साइलेन्ट रोलिङ एक्सन। मलाई कहिले उभो लाग्न नदिने भए पनि मलाई मात्रै नभएर तँलाई पनि यो अवस्थामा पुर्याइदियो। अझ भएन भनेर तेरो नाममा भएको सम्पत्ति आफ्नो नाममा पार्छु भन्दै हिँडिरहेको थियो। कट। भाइरू नि तँलाई बुढी पुट्नी गरेर हान्यो कि क्या हो यो टाढा खानेले। कट इन्सर्ट भयो त्यही भयो सर त्यही दिदी एकछिनमा हार्छु यस्तो बेला हामी साउन्ड पर्छ आइलाग्छ उठ्दिन्छ है उठेर आउट माथि ल क्यामेरा तपाईँ नि उठ्दिनु है दिदी भाइ ल ल फलो कि आउट आउट ल रोल एक्सन। यस्ता बेलामा हामीले सुहाउनु पर्छ। एकछिन ल सरी रोल एक्सन। यस्ता बेलामा हामीले सुहाउनु पर्छ। आइराख्ने माथि जाइनु होला। उठ्दिनु तपाईँ नि उठ्नु कट माथि फ्रेम राखौ
हामी आएपछि कति एपिसोड गयो 2 यो चाहिँ हाम्रो अर्को लोकेसनमा आएका छौँ। आमा कस्तो लाग्यो ठाउँ? मेरो नेपाल कस्तो लाग्नु, नेपाल जस्तो रमाइलो लाग्यो। सबै नेपालमा यस्तै गरी सबैले मेहनत गरिदिएर श्रम खर्च गरे हेर्नु त नफल्ने के रहेछ त, नहुने चिज के रहेछ त। यहाँ मात्र श्रमको खाँचो रहेछ। बाटो छ, पानी छ, बाटो पानी बत्ती भइसकेपछि हामीलाई केहीको दुःख हुँदैन रहेछ, मात्र श्रमको दुःख रहेछ। हैन यो लोकेसन सुटिङ गर्ने ठाउँ के? सुटिङ पनि त्यत्तिकै राम्रो हुने ठाउँ, हामीलाई सधैँ यस्तै आउने ठाउँ, वातावरण बन्दैदेखि हुन्थ्यो भन्ने मेरो आशा छ। किनभने ठुलो फिल्मलाईदेखि लिएर टेलिफिल्मदेखि लिएर यो लोकेसनको त के बयान गर्नु। हेर्नु त उता हेरे हिमाल छ, यता हेरे डाँडाकाँडा, यता हेरे हरियाली, पुराना घरहरू त्यत्तिकै प्रिजर्भ गरेर राखेका छन्। आहा, स्वर्ग से सुन्दर मेरा देश। हस्, धन्यवाद आमा। सेट हुँदैछ। कस्तो लाग्यो दाइ यो लोकेसन? नमस्कार सबैलाई। लोकेसन एकदमै राम्रो लाग्यो। जस रमणीय छ स्थान, मौसम पनि राम्रो छ। यस्तो जाडो मौसममा पनि त्यति जाडो महसुस भइरहेको छैन। काम गर्न पनि राम्रो छ। जस समग्रमा एकदमै राम्रो भन्नै पर्ने हो मैले। एकदमै राम्रो छ। टिपिकल नेपाली घर होइन, हेर्दाखेरि पनि एकदम मजाको, आई प्लिजिङ, आँखालाई पनि आनन्द आउने खालको। अनि घर त आफूमा छँदैछ, हाम्रो टिमले एकदमै राम्रो काम गरिरहनु भएको छ त्यसलाई सजाउनमा। यो सबै कामहरू गरेर मजाले यसलाई चाहिँ एउटा पूर्ण रूप दिँदै हुनुहुन्छ। खुसी लागेको छ। न्यानो घाममा बसिरहेको छौँ। गाह्रो छ जिन्दगी, हेरिदिनु होला। हामी अहिले गाह्रो छ जिन्दगीको सुटिङमा सानो जे भए पनि भन्नुपर्छ। यो दाँत देखाउने होइन भन्ने हो कि त। राम्रो लागिरहेछ। जुन धेरै बोल्दैनन्, सिरियलमा मात्रै धेरै बोल्ने हुन्। सेट हुँदैछ है। हाम्रो रातो दाइले चाहिँ काट्दै हुनुहुन्छ। कमल दाइले यता सेट हुँदैछ। हाम्रो दिनेश भाइले। हेलो यो चाहिँ भित्र हो। लालु पाते नुग्यो भुइँतिर, किलाउ माया मैतिर, किलाउ उतिर, निर नलाउ दुईतिर। यो चाहिँ लालुपाते फुल टपक पक्क फुलिरहेको छ। पर्दैन के हो? परेन? पर्यो परेन। अब ठिक छ। अब फुल छ धेरै। ल रोल एक्सन। क्यों नै थाहा पाएन। मेरो हो के हो र? हैन मेरो हो। ओके ल ओके मटाउको हल्लाउँछ नजाऊ भने। ल ल्यौ रोल एक्सन। मलाई लाग्छ तपाईँ बुझ्ने मान्छे हुनुहुन्छ। अब यसरी मेरो बाटो रोकेर आफूलाई र आमालाई दुःख दिने काम नगर्नुहोस्। रुँदै लिप्स त पटपटी फुड्या देखिन्छ क्या।
यो कतिको क्लोज छ क्लोज यति मात्र एक्सट्रिम ए हो र त्यस भए एकचोटि लिपस्टिक लगाइहाल्छु ल लास्टको के टाढो मर्ने कुरा नगर्नु साइड हेर्दै ल कता हो त साइड यो साइड हैन उता ए म यतातिर हुन्छु अनि यता हेर्ने ए ल ओके ल आहालाई चाहिँ हेर्न सर्लाको देखेँ नि साथी पाइन्छ ल म पर्केपछि मात्र डायलग हैन सालमै छ उता हेरि पहिला उता पल्टि ल रोल टर्न भन्छु ल रोल एक्सन त्यस्तामा फोकस स्टार टर्न भगवान यदि तिमी साँचो छौ भने साँचो होइन सच्चा छौ साँच्चै छौ भने साँच्चै छौ भने मलाई किन यति धेरै दुःख ल अनि त एक दिन सकिन्छस् मेरै कारण सकिन्छस् बुझिस् आफ्नै दिदीलाई घर न घाटको बनाउनेतिर लागिरहेको छस् होइन तँमा अलिकति पनि मानवता छ भने तेरो दिदीलाई सुधार्नुतिर लाग अनि त आफू पनि सुध्रिनुतिर लाग नत्र पछि फेरि सुध्रिन्छु भन्दा पनि मौका नपाउलास् सोल्टेनी तपाईले यसो भन्दैमा म डराउँछु जस्तो लाग्छ धेरै उता नजान्छ ठिक छ यति ठिक छ ल रोल एक्सन सोल्टेनी तपाईले यति भन्दैमा म डराउँछु जस्तो लाग्छ यदि म डराएँ भने मेरो दिदीले कसरी न्याय पाउँछ र म मेरो दिदीलाई न्याय दिलाउनको लागि जे पनि गर्न सक्छु सोल्टेनी बुझ्नुभयो बताउँछु खुब समयले बरु समयभन्दा अगाडि चल्न सिक्नुहोस् बताउँछु खुब समयले नफर्के पनि फर्केर त आइहाल्छ जसरी समय फर्केर आउँछ त्यसरी म तपाईँ एक दिन फर्केर अवश्य मलाई लिन आउनुहुन्छ भन्ने आशामा बाटो हेरेर कुरेर बस्छु तपाईँ एक दिन अवश्य फर्केर मलाई लिन आउनुहुन्छ भन्ने आशामा बाटो हेरेर कुरेर बस्छु अनि तपाईँ के गर्नुहुन्छ खै म त के गर्छु केही थाहा छैन मिस त्यो त समयले बताउला नि बताउँछु खुब समयले जहिले त्यस्तै भन्नुहुन्छ समयको भर परेर नबस्नुहोस् समय बरु समयभन्दा अगाडि चल्न सिक्नुहोस् समय अगाडि चल्यो भने समयले तपाईँलाई कहिले पनि नपर्खे पनि समयभन्दा अगाडि चल्यो भने समयले तपाईँलाई कहिले पनि पर्खिँदैन